प्रेज द लर्ड। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ है। जब हामी बुक अफ इजरायललाई हेर्दछौँ भने इजरायलीहरूको कुनै होप थिएन, उनीहरू अलरेडी एक्जाइलमा थियो, बन्धत्वमा थियो। तर यशाया भविष्यवक्ताकोबाट उहाँले यो कुरा भन्नुभयो कि अचम्म कुरा के भन्दाखेरि जब यशाया भविष्यवक्ताबाट पर्सियनको राजालाई परमेश्वरले एनोइट गरेको छ, जसले चाहिँ एउटा उर्दी निकाल्छ डिग्री, जसको कारणले चाहिँ उनीहरूलाई फेरि यरुशलेम फर्किनको लागि दिन्छ भन्ने कुरा हामीले पाउँदछौँ बुक अफ एजरामा। अनि अद्भुत रीतिले केवल उनीहरूलाई बन्धत्वबाट एउटा उर्दी निकालेर केवल यरुशलेम जानु मात्रै दिएन, तर यरुशलेमको मन्दिरलाई फेरि पनि पूर्ण निर्माण गर्नको निम्ति परमेश्वरले एउटा पर्सियन राजा है जो यहुदी थिएन उसलाई इस्तेमाल गर्नुभयो। आज तपाईँ अनि मेरो जीवनमा पनि हुनसक्छ हामीले कुनै सबै ढोकाहरू बन्द गरेको देख्ला, तर परमेश्वरले यस्तो मानिसलाई चलाउनुहुन्छ जसद्वारा आज हाम्रो पनि उद्धार हुन्छ है। जुन जग्गामा छौँ त्यो जग्गाबाट हामीलाई फेरि उचाल्नुहुन्छ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, उहाँले गरेको हरेक प्रतिज्ञा विश्वासयोग्य छ। जय मसीह, प्रेज द लर्ड।